यस वर्ष अर्थात् 2082 सालमा सबैभन्दा धेरै पैसा कमाउने टप 10 नेपाली चलचित्रहरू। टप 10 भित्र कुन कुन चलचित्रहरू पर्न सफल भए त आउनुहोस् आजको यस भिडियोमा चर्चा गरौँ। नम्बर 10 मा पर्न सफल भएको छ चलचित्र माइती घर। धीरज मगर, प्रकाश सपुत्र, उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र माइती घरले नेपाली बक्स अफिसमा 4 करोड 15 लाखको क्रस कलेक्सन गरेको थियो भने यो चलचित्र बक्स अफिसमा एभरेज साबित भएको थियो। कन्या बस्नु भन्दा एउटा केटा छान्नु, ह्यान्डसम केटा चाह्यो भने हामीलाई मिस कल हान्नु। नम्बर 9 मा पर्न सफल भएको छ चलचित्र हरिबहादुरको जुत्ता। हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत्र, प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको चलचित्र हरिबहादुरको जुत्ताले नेपाली बक्स अफिसमा 4 करोड 71 लाखको क्रस कलेक्सन गरेको थियो भने यो चलचित्र नेपाली बक्स अफिसमा एभरेज साबित भएको थियो। मेरो लागि हरिबहादुर मर गरिबलाई जतिचोटि मारे नि गरे। नम्बर 8 मा पर्न सफल भएको छ चलचित्र माग्ने राजा। केदार घिमिरे, माग्ने बुढा र प्रसाद शिवाकोटीको मुख्य भूमिका रहेको नेपाली चलचित्र माग्ने राजाले नेपाली बक्स अफिसमा 4 करोड 90 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो भने यो चलचित्र बक्स अफिसमा सेमी हिट साबित भएको थियो। कालो भएर के भयो त? कालो भएर के हुनु नि? यहाँ झिङ्गाले अँध्यारोमा देखेन के मलाई, यहाँ आएर ठोक्या ठोक्कै गरे। नम्बर 7 मा पर्न सफल भएको छ चलचित्र बलिदान। सन्तोष सेनको निर्देशनमा तयार भएको र समीर भट्ट, सौगात मल्ल, अर्पण थापा जस्ता खुङखार कलाकारहरूको अभिनय रहेको चलचित्र बलिदानले नेपाली बक्स अफिसमा 5 करोड 10 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो भने यो चलचित्र बक्स अफिसमा एभरेज साबित भएको थियो। माको पीर, यो देशको शिर, कहिले झुक्न नदिने सपुत हुँ म। नम्बर 6 मा पर्न सफल भएको छ चलचित्र मोहर। सुपरस्टार पल शाह, भेन्सा हमाल र नीति शाहको मुख्य भूमिका रहेको चलचित्र मोहरले नेपाली बक्स अफिसमा 5 करोड 45 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यो चलचित्र नेपाली बक्स अफिसमा हिट भएको थियो। एउटा राक्षससँग छुटकारा पाउनलाई तिमी जस्तो कप्तीसँग संगत गर्नु छैन मलाई। नम्बर 5 मा पर्न सफल भएको छ चलचित्र जारी 2। दोहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र जारी 2 ले नेपाली बक्स अफिसमा 6 करोड 27 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यो चलचित्र नेपाली बक्स अफिसमा हिट भएको थियो। मेरो घरमा बस्नु पर्दैन, मैती लिएर खुट्याउने। नम्बर 4 मा पर्न सफल भएको छ चलचित्र उनको स्वेटर। विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र उनको स्वेटरले नेपाली बक्स अफिसमा 11 करोड 41 लाख रुपैयाँ क्रस कलेक्सन गरेको थियो। यो चलचित्र नेपाली बक्स अफिसमा सुपरहिट साबित भएको थियो। कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने। पिरो टिमुर र डल्ले खुर्सानीको त पुरै छैन त। खोर्सानी भन्दा पिरो, टिमुर भन्दा टिमुर के त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ। नम्बर 3 मा पर्न सफल भएको छ चलचित्र जेरी अन टप। मेगा स्टार अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र जेरी अन टपले नेपाली बक्स अफिसमा 12 करोड 26 लाखको क्रस कलेक्सन गरेको थियो। यो चलचित्र नेपाली बक्स अफिसमा सुपरहिट साबित भएको थियो। अरूले भेकमा दिएको जित भन्दा आफूले मेहनत गरेको हारमा बढी सन्तुष्टि लिन सक्नुपर्छ। नम्बर 2 मा पर्न सफल भएको छ चलचित्र आबाट आमा। सुपरस्टार पल शाह, उषा उप्रेती, विपना थापा र सिमरन पन्तको मुख्य भूमिका रहेको चलचित्र आबाट आमाले नेपाली बक्स अफिसमा 12 करोड 66 लाख रुपैयाँ क्रस कलेक्सन गरेको छ भने यो चलचित्र अझै पनि देशभर सफलतापूर्वक प्रदर्शन भइरहेको छ। कृष्ण उठ बाबु।
नम्बर 1 मा पर्न सफल भएको छ चलचित्र परान। निर शाह, महेश त्रिपाठी र अञ्जना बराइलीको मुख्य भूमिका रहेको चलचित्र परानले नेपाली बक्स अफिसमा 17 करोड 84 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने यो चलचित्र बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो। तिमी त मेरो परान हो, शरीरले परान छोडेर कसरी बाँच्न सक्छ? यस्ता आदर्शको कुराले चाहिँ नि कसैको घरमा चुला बल्दैन। सुपरस्टार प्रदीप खड्काको भने यस वर्ष प्रदर्शनमा आएको चलचित्र टप 10 भित्र पर्न सकेन। तपाईहरुले भने यी 10 चलचित्र मध्ये कुन चलचित्र हेर्नु भएको थियो र कुन चलचित्र चाहिँ एकदमै धेरै मन परेको थियो? कृपया कमेन्ट गर्नुहोला र हाम्रो यस्तै रमाइलो भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।